हेलो गुड मर्निङ फेरि पनि तपाईलाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो अब तपाईलाई थाहा भएकै कुरा हो म छुट्टी निक्लिँदा मात्रै भिडियो बनाउँछु। सो आज पनि मेरो छुट्टी छ अनि मैले चाहिँ यहाँनिर भिडियो बनाउँदैछु। सो आज हामी चाहिँ जाँदैछ यहाँनिर गार्डन बाइ द वे है। अनि निकै भन्छ नआएको नघुमेको त्यही कारणले चाहिँ अन्त यहाँनिर चाहिँ हो गार्डन बाइ द वे साउथ पर्छ हो। अनि यहाँनिर म दिदी आउनु भएको छ। यस्तो फेरि पानी परेर चाहिँ बिजोक भयो क्या। बिहान चाहिँ घाम लागिरहेको थियो हो अन्त अहिले फेरि पानी परेर चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ ओत लाग्नु आइरहेको छ। यहाँनिर चाहिँ सानो ओत लाग्ने जग्गा पनि रहेछ। अनि यहाँनिर यस्तो हेरेको त झिल, यो झिल त होला नि होइन के हो कमेन्ट गर्नुहोस् है, यो झिल हो कि के हो। अनि यहाँनिर रहेछ अनि यस्तो मजाको पनि थियो, शीतल पनि भइरहेको थियो, पानी पनि परेर होला होइन। अनि अब फोटो खिच्नको लागि पनि ठिक्कै हो। अनि यहाँनिर चाहिँ हामी फोटोसोटो खिचेर चाहिँ हामी चाहिँ जाँदैछ। यहाँ चाहिँ दिदी हुनुहुन्छ, दिदी चाहिँ मसँग चाहिँ आज नयाँ हो है। अनि पहिला चाहिँ हुनुहुन्थेन अन्त उसँग चाहिँ म चाहिँ यहाँनिर आएको गार्डन बाइ द वे है। मैले दिदीलाई भन्छ हाई भन्नु न भनेर हो। अनि यो जग्गा चाहिँ अब यहाँ हुनेलाई त सबैलाई प्रायःलाई थाहै छ होइन। अन्त अब बाहिरकोहरूलाई चाहिँ थाहा छैन होला। सो यहाँनिर चाहिँ हो गार्डन बाइ द वे। अघि तपाईँले देखिहाल्नुभयो होला है, सुनिहाल्नुभयो होला। सो अनि यो चाहिँ एकदम दामी छ है। अनि हामी चाहिँ त्यहाँनिर घुमिसकेर चाहिँ हामी चाहिँ फर्किँदैछ है। अन्त घुम्दै घुम्दै फर्किँदैछ। ठुलो जग्गा छ होइन, ठुलो एरिया छ, अब घुमि नसक्ने अब छ नि त। त्यही कारण चाहिँ हामी चाहिँ घुमेर आधी उधी घुमेर चाहिँ हामी चाहिँ फर्किँदैछ। किनभने चाहिँ अघि चाहिँ पुरा पानी परिरहेको थियो, अहिले चाहिँ कस्तो टल्लाग्दो टनटनी घाम लागिरहेको छ। यहाँको वेदर त अब तपाईलाई थाहै छ है, एकछिनमै पानी पर्छ एकछिनमै घाम लाग्छ हो। अनि अघि कस्तो पानी परिरहेको थियो, अहिले टन घाम लागेर चाहिँ हो भोक लागेर सकिसक्यो होइन। बिहान खाना त खाएर आएको है तर पनि घुमेर होला बेसी भोक लागिसकिसक्यो। अब चाहिँ गएर चाहिँ खानासाना खाने है। यहाँ चाहिँ लोकल कुखुरा हो, देखिहाल्नुभयो होला। अनि यहाँनिर चाहिँ यो बिल्डिङ चाहिँ यहाँको सबसे सिङ्गापुरको सबसे हाइस्ट बिल्डिङ हो है, एकदम फेमस होइन। प्रायःलाई थाहै भएको कुरा यो कुरा हो। अन्त चाहिँ हामी चाहिँ त्यसको यहाँ एउटा पुल छ होइन, त्यो पुल क्रस गरेर चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ। अनि चाहिँ हामी जाँदैछ यहाँनिर हो। अनि यस्तो दामी अब भ्यूहरू यस्तो दामी देख्छ होइन। अन्त अहिले त त्यो पानी परेर रोएर घाम आएको कारणले गर्दाखेरि अलिकति अब त्यस्तो राम्रो त देखेको छैन होइन, क्लियर त्यस्तो क्लियर आएको छैन हो। सो अब पनि तपाईँले हेरिदिनुहोस् यस्तो दामी जग्गा छ यहाँनिर होइन। यस्तो ठुलो एरिया छ, अब घुमिन नसक्ने छ नि हो। अन्त यहाँ चाहिँ म चाहिँ फोटो खिच्नको लागि चाहिँ उभिएको थिएँ होइन, तर फोटो चाहिँ नखिचेर चाहिँ म चाहिँ भिडियो बनाइदिनुहोस् त होइन। अनि अब घुमिनु आएपछि त फोटो नखिच्ने त कुरै आएन हो। कति काम मात्रै गर्नु होइन, घुम्नु पनि पऱ्यो है, इन्जोय गर्नु पऱ्यो। अनि हामी गएको अघि गएको चाहिँ ऊ पर हो है। अन्त यहाँनिर पनि यो जग्गाहरू पनि छ घुम्नुपर्ने होइन, यस्तो दामी छ। अन्त यो बिल्डिङको चाहिँ हामी चाहिँ मुनि भएर चाहिँ घर फर्किँदैछ अब कुनै सन्डे छुट्टीमा है। अन्त यो बिल्डिङमा पनि जाने छु मलाई पुरा इच्छा छ कि यो बिल्डिङमा चढ्ने। अनि म तपाईँलाई पनि देखाउँछु कस्तो नजारा है, भ्यूहरू यस्तो दामी दामी आउँछ होइन। सो मलाई चाहिँ इच्छा छ यहाँनिर जाने होइन। सो म अब कुनै दिन चाहिँ अब म जान्छु। सो तपाईँलाई पनि म सेयर गर्छु, अपडेट दिन्छु है कस्तो हुन्छ के हुन्छ होइन। सो अन्त हामी चाहिँ यहाँनिर फर्किँदैछ होइन। यो हामी अघि गएको जग्गा हो, यस्तो दामी दामी छ नि के गर्नु, एक घुमिसक्दैन। अब हाम्रो बल्ल एक दिन त छुट्टी हुन्छ होइन। त्यो एक दिन छुट्टीमा पनि त्यो घामले गर्दा हिँडेकोले गर्दा हत्तु हुन्छ, अन्त त्यस्तो बेसी घुम्नै सक्दैन होइन। अनि पुरा छ यहाँ घुम्ने जग्गा। सो अनि हामी चाहिँ यहाँनिर एमआरटीमा आइसक्यो। अब चाहिँ घर फर्किँदैछ, अब गएर खानासाना खाने अनि चाहिँ आफ्नो आफ्नो घर छ नि, हाम्रो छुट्टी सक्यो। सो आजको लागि चाहिँ यति नै, कस्तो के लाग्यो है कमेन्ट गरेर भनिदिनुहोस् होला। सो नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।